हजुर कति वर्ष पुग्नु भयो रे हजुरबा? नानी हजुर कति वर्ष पुग्नु भयो? 1000 पुगेर 2 वर्ष भयो। 102 वर्ष? 80 सालको हिसाब गर्न न। ए हो 2 वर्ष कि 1 वर्ष हो। 80 सालले त अब हजुर 2 मा लाग्ने रहेछ के अरे। 80 साल मङ्सिरको हिसाब देऊ त। हो 1 मा लाग्यो 1 मा मङ्सिरदेखि। तपाईहरु यहाँ कति वर्षमा आउनु भएको? तपाई यहाँ कहाँ कुन ठाउँबाट तपाई यहाँ आउनु भएको यहाँ बस्नलाई? पहिला त मेरो घर त उदयपुर जिल्ला। उदयपुरबाट आउनु भएको? हजुर उदयपुरबाट म कति वर्षको थिएँ भने 10 वर्षको हो क्या। ए 90 सालमा भुइँचालोको 90 91 93 सालमा आएको। भन्दा म कति 10 वर्षको 11 वर्ष। 90 सालको भूकम्प 93 सालमा आउनु भएको? हजुर 13 वर्षको 12-13 वर्ष। तपाईँ 80 सालको हो नि त? हजुर 80 सालको होइन तपाईँ? आएर मावल बस्यौँ। मावलबाट यहाँ माथि भोटेको जग्गा किनेर त्यहाँ बस्यौँ। 60 वर्षमा बुबा परलोक हुनुभयो। अनि दुःख भयो बाबु विपदा। मलाई दुःख पर्यो तर जहाँ त पर्यो नि चढ्दो रहेछ बाबु। टरिहाल्छ नि। त्यो पारी अहिले जेठा बसिया छ माल काँथाको छोरा। त्यहाँ बसिया थियौँ आगो लागि भयो। अलिअलि अन्न पानी पैसाहरू तुल्याइसकेका थियो। आगो लाग्यो खतम भयो। लौ गयो भने 23 साल नै यहाँ झरेको। अनि यहाँ झरेर बसेको। यहाँ खेती गरेँ माथि बसेँ मूल अगाडिको बाटोमा। अनि यहाँ गोठ बनाएर बसेँ। त्यहाँ एउटा मगर थियो त्यो मिल्ने अझ पाकै भने यहाँ नछोड है तँलाई यहाँ सुब्बे पाब्बे हुन्छ भन्यो। अनि यसो विचार गरेँ यहाँबाट आयो त्यहाँबाट आयो यो जालबाट भित्र पसेर मकै भित्रको पनि झुक्ने। यस्तो बात पहिला बाँदर आउँदैन थियो यसरी? यहाँ आउँदैन थियो। सही म यहीँ बस्दाखेरि त्यहाँ खेत ल्याएको थियो माउले। यो खेत कमाउँदा 2टा मात्रै थियो बाँदर। त्यो भिरमा त्यो घर बनाएर एउटा हलदार भन्नेको हो त्यो जग्गा। त्यहाँ बसिएको वस्तु हेरेर यता रहेछ मान्छे सैया गऱ्यो। किन हो भने खेतबाट यसो बाँदर बाँदर ढुङ्गाले हान्यो 2टा गोलले उता त्यति देखाएको। हेर्नुहोस् अहिले 100-150 नि बेसी छ गुटुटु। अस्ति म त्यहीँ बसिरहेको मकै त बद्याएको झारे यहीँ छोडेर कुदेर एउटा घोगा लिएको मरेर। जाउँ उतै उहाँ
बाहुन माता जानु भएपछि यता ल्याएर छोडिदिएको छोडिदिनु भयो बाबुहरूसँग बसिया थियो बसिया बाबुले एक चौका बारी दिसर त्यसैमा बसिया छ अहिले त्यही खाएर बसिया छ जग्गा चाहिँ भदले हेरे क्यारे भदले घरै दिएको त्यो चाहिँ घर भत्काएर बनाएको छ अरे अलिक पढेर राखेको छ अरे उसलाई चाहिँ अनि अब उताबाट आउँदाखेरि माइलीलाई माछा पठाइदिनु कि नपठाइदिनु त हजुरवाला खानालाई हजुर माछा उसमा छ र पोखरीमा माछा हुन्छ अनि अब अर्कोचोटि आउँदा फेरि पठाइदिन्छु म गरम भएपछि त अलि मिठो खान्छ गरममा जाडोमा चाहिँ अलि मिठो हुन्छ हजुर जाडोमा चाहिँ मिठो हिजो पनि पकाएको रहेछ मिठो लाग्यो मलाई त सच्चा त्यो बाहिरबाट ल्याएको जुसहरू चाहिँ खानु नहुने रहेछ तपाईँले अब हजुर त्यो बाहिरबाट ल्याएको जुसहरू चाहिँ खानु नहुने रहेछ अब त्यो चाहिँ त म विचार गरिहाल्छु अलिअलि सेनहरू भने मात्रै हो नत्र सेनहरू भने त खोजी मारे अब राजा भए त राजा भालाई त मार्नु पऱ्यो त्यस्तो गरे बाबु हामीले देखा त होइन एउटा कागजपत्रमा मानिसले भनेको यस्तो यस्तो गरे भनेपछि तपाईँलाई अहिलेकै ठिक छ हेर्नुहोस् त्यो मान्छेलाई झिक्दै काट्दै गर्ने कर्नेल तुल्याएर ऊ यहाँ टाढीमा आएर बस्यो त्यो मगर कुसपारी के भन्छ तिर्पाउनु ध्यान रहेको दुई भाइ रहेछ दुई भाइ बसेर हान्या गरेर हात पुगिन अरे रगतले नपुगेर पछि ल जा हेरेर कहाँ तँलाई मनपर्छ उहीँ गएर बस्नु भनेर पठाएको हेर्दै आएर टाढीमा बसेर खेतलाई बात चिर्नै पर्ने खेत रोपाइँ भएपछि गएर रोपाइँ गरिदिनै पर्ने मकै छर्यो गरिदिने त्यस्तो गर्यो अरूले गएर गोडिदिनु पर्ने हजुर अरूले गएर गोडिदिनु पर्ने गाउँकोले सबै गएर घरको एकवटा गएर गोडिदिनु ए धान रोप्ने भयो नि घरको एकवटा गएर रोप्नै पर्यो भनेपछि त पहिलाको भन्दा अहिले नि ठिक रहेछ जम्मै जनता जम्मैलाई एउटा होइन सबै पुरै जानुपर्ने फेरि गाउँजेमा अर्को राखेको उसले मुखिया अर्को राखेको उहाँबाट त्यो गाउँको मुखियालाई ल ले खेतला भनेपछि तुरुन्तै लानु पर्छ धान रोप्ने मकै गोडिदिने हरे त त्यस्तो चलन थियो बाबु पहिलाको राजा ठिक कि अहिले ठिक ए बाबु म त यसो विचार गर्दा त अहिलेकै ठिक लाग्छ हो अहिलेको राजाले केही नदिने ए पढ्नु नदिने बाटो नदिने स्कुल नदिने पढ्यो भने हिर्काइहाल्ने ऊ माथि बिजुली लाएर सुरु लग्यो भ्यानमा हिर्काइदिने अहिलेकोले सुविस्ता दिएछ त निकालिदियो ठाउँमा उसलाई घर पनि दिएछ शनि सर्वमा पर्ने दिएको छैन दिएछ भन्न अहिले राम्रो बाबु अनि तपाईँ 100 वर्ष कटेको मान्छेलाई त राजा ठिक लागेन लागेन पटक्कै लागेन किन लागेन अब
हजुर हाम्रो ज्यान र उसको ज्यान एउटै होइन र एउटै हो नि ज्यान त भड्याङ हिर्काएर मारेपछि हो नि त्यही भएर मैले सोधेँ तपाईँ त 100 वर्ष पुरानो मान्छे हजुर अब तपाईँ त पहिलादेखिको राजाहरू देखेको मान्छे होइन सुन्नुहोस् न हाम्रै सन्तान मनुष्य नैबाट भनाइ सेनखालमा कति मारेछ भने धेरै मारे यस्तो कोतगाएर नाहुले राखेर निकाल्दै मार्दै गर्दा गीत कथ्या थियो रगतको भल त कुटीपट्टि गयो अरे बगेर भनेर त्यस्तो निकाल्दै अनि त्यो राजा के राम्रो बाबु त्यो राम्रो होइन स्कुल माग्यो स्कुल नदिने पढ्नै नदिने आफै मात्रै पढ्ने ए बाबु जनता पढाएपछि त आफूलाई मार्छ भन्ने उसलाई ख्याल त भएको नि हजुरलाई कस्तो लाग्छ अब हामीले त पहिला हामीले थाहा पाउँदाखेरि अलिक बुझ्ने भएपछि त वीरेन्द्र मारेको थाहा भएपछि बल्ल अलिअलि थाहा भयो हजुर त्यसपछि ज्ञानेन्द्र आएको केही समयपछि ऊ गइहाल्यो धेरै समय उसले चलाउन पाएन अब त्यस्तो खासै देखेको त होइन धेरै समय अब त्यही हुनाले अब त्यस्तो ठ्याक्कै ठिक भन्नलाई त अब आफूले पनि तिनीहरूसँग भनौँ न त्यो देखेको भएदेखि पो थाहा हुन्थ्यो हजुर उनीहरूको त धेरै देख्न पाइएन हो त देख्नु पाउनु देख्न नपाएपछि त्यो भन्न मिलेन अहिलेको मात्रै देखियो अहिलेको हिसाबमा अब यो धेरैवटा राजा देख्दाखेरि त न पहिलाको ठिक हो कि भनेको जस्तो लाग्छ होइन भागेर कोही पूर्व गयो अरे त्यो अघिकै कुरा कोही